एभ्रिवान वेलकम टु माई न्यू ब्लग तपाईँहरूलाई एकदम स्वागत छ अनि आई होप तपाईँहरूलाई एकदम सन्चै छ म एकदम सन्चै छु अनि आज चाहिँ हामी टोप थुम्की जानेछौँ यहाँ धरमा चाहिँ होली त्यतिखेर खेल्नु हामी चाहिँ खासै खेल्नु मन लाग्दैन चाहिँ त्यही भएर हामी टोप थुम्की जानेछौँ केटाहरू चाहिँ निस्किरहेको छ म निस्किनु पर्ने छ ल हेर्दै गर्नु ल निस्किसक्यौँ अब जानुपर्ने हुन्छ केटाहरूसँग यहाँ चाहिँ माथि खेल्दै रहेछ होली दाइहरू हेर्न सक्नुहुन्छ के छ ल तपाईँलाई आउनु है ल खोइ के हो गाक्स ल एपिएलै कहाँ हिँडेको हामी उता नटेको तपाईँको ज्याकेट लगेर मैले त्यो भइहाल्छ त ल हामी हिँड्यौँ ल फाइनली हामी चाहिँ काट्न रेडी भइसक्यो त्यसको चाहिँ हामी अब के यस्तै हो अब हामी चाहिँ यहाँबाट हिँड्नुपर्ने हुन्छ भिडियोमा चाहिँ फाइनली हामी चाहिँ अहिले टोप थुम्की जानुको लागि कतिबाट छिरिसक्यौँ यहाँबाट चाहिँ जानुपर्ने रहेछ हामी चाहिँ होइन भित्तीले चाहिँ बाख्रा हानेर होइन अब ब्लेड चाहिँ अलिक तुल्न नसक्ने पो त्यही भएर हामी चाहिँ बाइक पनि छाडिसक्यौँ क्या बाख्रा नि यहाँ हालेको थियो होइन तर मर्नु चाहिँ मरेन एकदम बबाल हाम्रो टोप थुम्की अब बाख्रा हान्ने मान्छे ल थाम्छ अगाडि पछाडि होइन म अगाडि घोडा होइन त्यो बाख्रा चाहिँ किन हानेको बाख्रा नहान न पैसा छैन बाख्रा हानिदिन्छु एकदम अब अनि बाख्रा चाहिँ उड्दैन होला भनेको त झन् बाख्रा छोडेर कुद्यो क्या तर कस्तो हानेको थियो फेरि अनि ब्ल्याक गरेको थिएन बाख्रा पनि पड्किरहेको थियो बाख्रा पनि अनि ब्ल्याक गरेर क्या अब चाहिँ उठिन आला भने कुदाउँछ त्यो पनि अब चाहिँ पैसा फिराएर सुतिरहेको हिँड्ने हो क्या केटाहरू फेरि हेरि बसेर बाख्रा पनि तल पुगिसकेछ यहाँ छैन ठुलो सो फाइनली भित्तीको बाइक चाहिँ अलिकति नकुदेको अवस्थाबाट हामी चाहिँ रेस्ट गर्दैछौँ होइन बाइक हामी रेस्ट हुन्छ अनि त्यो पनि हो कि तर आज त क्यामेरामा चाहिँ होइन ओ त्यो हटाउन उता ऊ आयो तर ओभर कि त्यो बाटो चाहिँ ओभर यो पर्दैन त्यो चाहिँ पर्छ सक्छ हटाउन सक्छ नि अरे स्टार्ट पनि गरेर जाने अरे होइन स्टार्ट गरेर पछाडि जानु पर्ने कि अगाडि पुगाउनु पर्ने हो ए के हो अरे हान्दो रहेछ त अनि स्पिकर त फाइनली हामी चाहिँ अब धेरै लाग्दैन अब त्यस्तै 10-15 मिनट जति लाग्छ होला अनि हामी चाहिँ 10-15 मिनट भन्दा पनि ज्यादा लाग्छ होला अनि ओ त्यो कति लाग्छ पुग्नु ऊ माथिको ए यही डाँडा रहेछ होइन अब लाग्छ मलाई 15-20 मिनट चाहिँ लाग्छ 15-20 मिनट लाग्छ बाटो पनि एकदम खतम छ क्या त्यो कति रहेछ अनि
यस्तो दामी ठाउँ रहेछ क्या बस्ने ठाउँ चाहिँ यहाँ चाहिँ हामी चाहिँ बस्नुको लागि चाहिँ आयौँ यहाँ टक्क दामी छ ठाउँ क्या बढ दामी छ त्यही हो अब हामी एकछिन बस्छौँ अनि फाइनली हामी चाहिँ यहाँनिर बस्यौँ होइन अब गाडी खोल्नुभयो अब यहाँ जानुपर्ने हुन्छ अब हामी चाहिँ लाग्यो त्यही हो गाडी चाहिँ रेडी भइसक्यो जानुपर्ने त्यही हो हेर्नु होला यति गर्नु होला गाइज हामी चाहिँ पुगेछौँ आधी बाटोसम्म म चाहिँ भ्लगमा आएको थिइनँ अब भ्लगमा बल्ल बल्ल आएँ जान्छु त आएको थिइनँ भ्लगमा हाम्रो यात्रा सुरु हुन्छ धरानबाट राम्रो ल कस्तो भयो बाख्रा हान्दा भन नि त ल बाख्रा हान्दाखेरि एकछिनको लागि चाहिँ सासै रोक्यो किन भन न किन बाख्रा पनि निकै गतिलो त ठुलो खसी खसी खालको त्यो मरेको भए त फेरि अनि यहाँ त पैसा पनि छैन कति किन न अरू भन्दा नि के हाँसिनु भने उसको फलमको छ होइन यो मोटर होइन बाख्रा छैन क्या लास्टमा चाहिँ के भयो त्यो बाइक बाख्राको टेन्सन त छैन यता पैसा एकदम हामी एकदम लेकमा जाँदैछौँ लाग्छौँ हामी यहाँ चिउरी भन्छ आइसक्यो अनि यहाँ चाहिँ कस्तो गर्नु हुन्छ बाटो चाहिँ एकदम अपलोड रहेछ क्या त्यही भएर भिड हुन्छ क्या त्यही भएर मार पर्छ त्यही भएर हल्काहरू गर्दै यहाँ चाहिँ स्कुल रहेछ टक्क दामी चिउरी भन्छ ल यात्रा कहाँसम्म भने अझै निकै लाग्छ होला हामीलाई यात्रा कस्तो भइरहेछ केटाहरूको गफ चाहिँ फेरि हो स्कुल चाहिँ मोबाइल रहेछ क्या त्यही हो बस्छौँ अनि अब जानुपर्ने चाहिँ त्यही हो हामी पुगेर जानु पर्यो एकचोटि उयो अगाडि सुन त डाँडा डाँडा हाम्रो यहाँ त त्यस्तै भइरहेछ है एकदम रमाइलो रमाइलो छ बबाल पोहोरको चाहिँ कस्तो भयो त पोहोरको थुक्पा निकाल्यो नि पोहोरको साल यसपालिको सालको एकैचोटि टुर हुन्छ कि किन भन्नु न किन अब अरे हामी ठुलोमा हुँदै जाने बाटो भनेको यो यता लु यता यो अरे यो माथि होइन उ त्यहाँ उ त्यो बस्ने ठाउँ भएको त्यही त ड्रम पो अरे हौ अन्त यो याङसिला जाने बाटो होइन यता चाहिँ के छ केटा हो कस्तो महसुस लागिरहेछ 2081 ल सास बढेर धुवा फाइनली हामी चाहिँ यहाँ मास्टर डाँडा अलिक राम्रो रहेछ क्या घुमेर घर सक्यौँ अगाडि अब हामी यहाँ चाहिँ सिधै जानुपर्ने त तोपथुङ्की हामी चाहिँ झर सक्यौँ अब चाहिँ के खाने के खाने अरे एकछिन नहुन को भन्दा त तोप त किन लानु चिनेन हेलो भेटेन होला फाइनली हामीले झारले पनि हल्का दामेको होइन खास चिल्दैन झारले चाहिँ त्यही हो
यहाँ छ सिस्नु फाइनली हामी चाहिँ अलिक तोप पुगिसक्यौँ होइन यो चाहिँ ठाउँ चाहिँ के होइन तोप थुम्की रहेछ अनि हामी चाहिँ एकदम अग्लोबाट धेरै अग्लोबाट आइयो अनि अहिले चाहिँ फाइनली पुगिसक्यौँ अनि तोप चाहिँ कस्तो जाँदाखेरि गेट चाहिँ ट्याक्क लगाएर यस्तो तोप यो तोप अरे क्या मलाई हान्छौ है त यता आनु न तोपको गेट यहाँ रहेछ यहाँ चाहिँ पक्कै पनि यहाँ माथि जानुपर्ने जस्तो लाग्यो मलाई सो अब हामी चाहिँ तोपको यस्तै दृश्यहरू छ क्यार छ यहाँनिर दानाबारी खै के युद्ध अरे यहाँ सुन्नु न त आजको युद्ध चाहिँ के कस्तो हुन्छ होला जस्तो लाग्छ तपाईँलाई ल यो 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 तोपले चाहिँ ठ्याक्कै उयो उयो यतापट्टिको डाँडा उडाउनु पर्ने हुन्छ यो अस्ति पनि यहाँ हानेको रहेछ क्या हल्का यहाँ हानेको रहेछ यो फाइनली क्राएर चाहिँ अगाडि 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 हिँड्नेछन् अनि यहाँ चाहिँ के छ ओहो सेवा नै धर्म हो अरे हो सेवा नै धर्म हो त्यही हो अनि थोरै उकालो हिँड्नुपर्ने रहेछ यहाँ चाहिँ उकालो चाहिँ तर कस्तो बाटो त हिँडेर गयो यो बाटो त के नै हो र थोरै त हिँड्नुपर्ने रहेछ सब केराबारी भएर ल्याउ त त्यो बिर्तामोड यताउति सबै देखिन्छ क्या यहाँदेखि चाहिँ देखिने रहेछ तर आज चाहिँ मौसमको साथै केही पनि देखेको छैन धरानदेखि चाहिँ लगभग बाइकदेखि आयो भने चाहिँ 1 घन्टा जति लाग्दो रहेछ त्यो अझै माथि हो निकै माथि रहेछ माथिसम्म रहेछ निकै हिँड्नुपर्ने रहेछ हामी चाहिँ हेलमेट हराउँछ यो चाहिँ हाम्रो पृथ्वीनारायण शाहलाई ल फर केराबारी 5 साले अब तपाईले खानुहुन्न के भयो दिन त दिएको नि हामीले खानु हैन हामी चाहिँ अब थुम्की घुमेर ओख्री डाँडा जानुपर्ने हुन्छ केटाहरूले जाउँ भन्ने रहेछ त्यही भएर अब हामी हेर्छौँ के हुन्छ लगभग टाइम भयो भने हाम्रो एकदम चाहिँ हाम्रो धार्मिक यो पर पहिला राजाको सेनाहरू हैन राजाको फाइनली हामी चाहिँ तोप थुम्की आइसक्यौँ अनि यो चाहिँ तोप थुम्कीको आई लभ तोप थुम्किरहेको छ त्यहाँ चाहिँ एकदम बबास अनि यहाँदेखि चाहिँ सबै देख्न सक्ने रहेछ तर आज चाहिँ देखिएन केही पनि यहाँ मुनि हेर न यहाँ मुनि त लास्टै हाम्रो भ्लगर भाइलाई चाहिँ बहिनीले भ्लगर नि बहिनीले धोका दियो भने यहाँ आएर चाहिँ सुसाइड गर्छु भनेर चाहिँ लेखान्त गर्नु भएको छ लिखित लगभग यस्तै रहेछ अब तोप थुम्किनी आइयो होइन फाइनली केटाहरू चाहिँ यहाँ बसिरहेको छ यहाँ अब के ल्याएको चाहिँ खानुपर्ने हुन्छ अनि खाएर चाहिँ हामी फर्किन्छौँ खासै धेरै टाइम छैन हामीसँग अनि त्यही हो खाजा सस्तावाला खाजा फेरि यहाँ दोकान रहेनछ क्या त्यही भएर सस्तावाला खाजा होइन यो यात्राको खाजा भनेको यात्राको खाजा हो ल तोप थुम्की त्यस्तै है साथीहरू हेरौँ टक्क भएर यहाँ एउटा लपको रहेछ अनि यो झन्डा चाहिँ पहिला चाहिँ सिधा चाहिँ यो झन्डा चाहिँ लडेछ क्या यहाँनिर हावाले गर्दाखेरि ओभर ठुलो भएछ यो झन्डा त्यही भएर लडेछ अनि यहाँ चाहिँ मान्छेहरू घुम्न आइरहेछ अलिअलि थुम्कीको बाटो त्यस्तै रहेछ केटाहरू चाहिँ ओभर मजा लागिरहेछ कस्तो लागिरहेछ अनि कस्तो भयो आजको यो यात्रा तोप थुम्कीको वर्ल्डको छ भने जोतको यात्रा ओभर मजा भएन त तर भित्तिले चाहिँ एकदम दामी छ भन्दै थियो तर अहिले चाहिँ जोतको रहेछ क्या त्यति धेरै राम्रो चाहिँ लागेन त्यही हो ठिकै छ होइन तर अनि यहाँ सुन न तिमी मेरो च्यानल त सब्सक्राइब गर्छ होला नि त
अनि पैसा अहिले आफ्नो पुग्ने पैसा थोरै थोरै देऊ न त अनि देऊ न त अनि पुग्ने सक्छ छैन भने पैसा माग्नु खोज्छ हा पैसा देऊ न त पैसा खै दिएको पैसा देऊ पुग्छ अरे भने सरी अनि के यहाँ सुन न 4 सब्स्क्राइबर बढ्यो ल बढ्यो च्यानलको न युन्छ हेरेको अनि सब्स्क्राइब खोइ त अनि हो ल त्यस्तै भाइ ल ल ह्यापी बर्थडे बुनेको खै पैसा 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 बर्थडे पैसा त दिने मन थियो बुझेको छैन 500 रुपैयाँ दिनु पर्यो यो 500 रुपैयाँ छ कि देऊ न त्यही देऊ न दिराको न त ल बर्थडेको लागि बुनुलाई ह्यापी बर्थडे टु बर्थडे त बिर्सिमै आएको मैले के गर्ने खै केक खै केक काटौँ न अनि केक अब घर भरै भेटाउँछु बेला भरे ल अनि अल्छीको बुनु चाहिँ को बर्थडे रहेछ आज बर्थडेमा चाहिँ 500 दियो 500 ए साथी गरिरहेको थिएँ त यार मैले कस्तो बिर्सेको ए ओ त्यति तिम्रो यस्तोमा फुल्लाएर दसैँको बेलाको फुटाइन त धर्म फके सम्झिहाल्यो ल अब ओइ अब हामी कहाँ जान्छौँ रे भन त ओख्रे ल अब चाहिँ हाम्रो यात्रा यहाँदेखि अब अलिक जोत्कै लाग्यो क्या मलाई पनि धेरै राम्रो चाहिँ छैन राम्रो ठिकै छ फेरि जाडोमा जाडोमा चाहिँ ठिकै हुन्छ रे ठाउँ एउटै हो अब चाहिँ हामी ओख्रे जान्छौँ ओख्रे अन्तिम गन्तव्य अब ओख्रे हाम्रो त्यहाँदेखि चाहिँ सिधै धरानतिर सिधै धेरै घुम्नु हुँदैन टाइम छैन हामीसँग त्यही हो ल यहाँ चाहिँ दाइको अब थोरै स्टोरी हेर्नुपर्ने हुन्छ केटाहरू हामी चाहिँ हेरेको हेरै हामी चाहिँ हेरेको हेरै ल अबे खै त ताली सो फाइनली हामी चाहिँ अलि चाहिँ ओख्रे डाँडा आउनु आँट्यौँ होइन अनि हामी चाहिँ अहिले चाहिँ एकदम ठुलो बाटोमा जाँदैछौँ ए गाडीहरू चाहिँ अगाडि एकचोटि अलिक पल्टिसकेको छ अपलोडमा गुराँस पनि दामी भइरहेछ गुराँस पुरै ठाउँ आइसक्यो अहिले चाहिँ हुसुतिर नि आइसक्यो हुसु लाग्नेतिर बन्देकमा आयो अहिले चाहिँ ल गुराँसै गुराँस लिएर चाहिँ आउने ओख्रेको उयो टाढोमा टिकमा रहेछ क्या उख्रे चाहिँ अब बिस्तारै कुखुरा मारे पैसा छैन हामीसँग पैसा छैन ए त्यहाँ त टन्ने अनि के भयो त्यो भेडाहरू पनि रहेछ त अनि भुवारी मलाई तिम्रै माया मुनि सम्झनाको छाया आजै गई बुढा सुपा एकाउना बसैमा चाहिँ भेडाहरू छ भेडा यो चाहिँ कुन खालको भेडा हो ल भेडा पनि हुने ठाउँतिर आइसक्यो हामी कतिदेखितिर आफै सोच्नु होला होइन त्यही हो ओ बाटो त्यस्तो रहेछ यो केटाहरू पुग्नु कहाँ हुन्छ होला आज फेरि झन्डै गयो त म त अनि फाइनली हामी चाहिँ ओख्रे डाँडा आइसक्यौँ अब थोरै मास्तिर छ ओख्रे डाँडा चाहिँ हामी चाहिँ यहीँदेखि अब गाडी चाहिँ जाने रहेछ यहाँबाट पनि तर हामी चाहिँ हिँड्दै जानुपर्ने हुन्छ यहाँदेखि हिँड्दै रमाइलो हुन्छ क्या त्यही भएर चाहिँ हल्का हिँड्दै जाने क्या
अब म चाहिँ अक्रेर पुगेर देखाउँछु फाइनली ल त्यही हो ल यहाँ चाहिँ फाइनली बाइक राख्नुपर्ने हुन्छ अनि हामी चाहिँ यो बाटो जाने हो यो बाटो अनि अब चाहिँ ओखरेडा पुग्यो यस्तो दामी रहेछ क्या यहाँ चाहिँ पर लेक क्या लेक अप्पर लेक राख न चल्दिनु अब चाहिँ अहिले हामी फाइनली ओखरेको उकाल लाग्दैछौँ होइन यस्तो छ क्या बाटोहरू चाहिँ एकदम लेक रहेछ क्या बाटो चाहिँ बब्बाल ठाउँ रहेछ एकदम मजाको होइन शीतल क्या अहिले कति बजी 4 बजिसकेको छ अब धेरै टाइम छैन हामीसँग त्यही हो केटाहरू चाहिँ निराछन् अनि अब ओखरेको डाँडा पुगेर एकचोटि एउटा दृश्य मजाले हेर्छौँ त्यहाँदेखि चाहिँ फर्किन्छौँ हामी धरान सिधै अघि चाहिँ केराबारदेखि सिधै उकालो लागेको थियौँ अब चाहिँ फर्किँदाखेरि चाहिँ सिधा यहाँदेखि ओखरेदेखि तल झरेर चिउली खै के भन्ने ठाउँ छ त्यहाँदेखि चाहिँ उता भेल्टार निस्किन्छौँ भेल्टारदेखि मुन जान्छौँ त्यही होला सो फाइनली अहिले चाहिँ हामी चाहिँ ओखरेको डाँडा टक्क हाम्रो यो गन्तव्य स्थलमा पुगिसक्यौँ यही एउटा उयोमाथि छ नि देखिँदैछ त्यही हो अब हाम्रो चाहिँ एकदम जिरो टाइम छ अनि अब चाहिँ यहाँ अब यसो हल्का टर्ने हल्का हेर्ने अनि त्यसपछि चाहिँ सिधै हाम्रो फर्किने सिधै यात्रा धरानसम्मको त्यही हो ल अब्बर आउँदा छ किनार चाहिँ माथि चढिसक्यो क्या ल यस्तो बब्बाल हेरौँ न त ल हावा पनि यस्तो दामी रहेछ त्यही हो अब चाहिँ म टावरमाथि चढ्छु होइन टावरदेखि एकचोटि भ्यू देखाउँछु कस्तो देखिन्छ होइन त्यही हो अनि हाम्रो यता चाहिँ सो फाइनली टावरमा पनि टपमा पुगिसक्यौँ हामी यहाँदेखि मुनि छ क्या यहाँदेखि तर यो हुस्सी लागेर केही देखेन यार केही देखेन अब्बर कालो भएछ अब्बर कालो छ केही देख्दैन मेन गन्तव्य भनेको यही हो क्या हाम्रो चाहिँ ओखरेको यो टावर छ क्या यहाँनिर एकदम दामी रहेछ एकदम हुस्सी लाग्ने आमा यस्तो शीतल होइन क्या अनि हुस्सु चाहिँ यस्तो दामीहरू कुदिरहेको छ तर यहाँदेखि खासै राम्रो देखिँदैन क्या यो यस्तो दामीहरू कुदिरहेको छ अनि हाम्रो गन्तव्य आज चाहिँ यहीँसम्म थियो यहाँसम्म आइसक्यौँ अब हामी तल गरेर हल्का गर्नेछौँ अनि त्यही चाहिँ मेरो भ्लगलाई यस्तै बन्द गर्नुपर्ने हुन्छ चार्ज पनि छैन अब चार्ज पनि सकिसक्यो क्या अनि अब्बर कालो भइसक्यो यता चाहिँ भिडियो यताउति सबै गरिसक्यो ल हाम्रो गन्तव्य स्थलमा पुग्यौँ फाइनली अब चाहिँ फर्स्ट टाइम आएको म यो ओखरे डाँडामा चाहिँ ओखरे टावरमा चाहिँ एकदम बबाल रहेछ यस्तो दामी छ यस्तो दामी राति यहाँ आउँदा त कहाँ कुन लेकमा यार साँच्चीको बबाल ठाउँमा आयो यार त्यो फाइनली हामी चाहिँ ओखरे डाँडा पनि घुमेर आइसक्यौँ अब चाहिँ यहाँ हामी चाहिँ जानुपर्ने सिधै केटाहरू चाहिँ आइसक्यो यस्तै आजको भ्लग चाहिँ यस्तै भयो अब यो म भ्लग चाहिँ अन्त गर्न चाहन्छु अनि केटाहरू चाहिँ अब रेडी भइसक्यो जानुपर्ने चाहिँ चाहिँ अनि आजको भ्लग हाम्रो यस्तै हो ल भ्लगमा ओइ भ्लगमा बिदा लाग्दैन ल यस्तै भयो एकदम रमाइलो गर्यो हैन प्रतिक्रिया दिनु होला कमेन्टमा तर एकदम रमाइलो भयो यस्तै भ्लग चाहिँ अर्कोचोटि पनि हामी फेरि ल्याउने छौँ भन्दै नेक्स्ट भिडियोमा आउनेछ फेरि पनि ल थ्याङ्क यू फर वाचिङ सबैजनालाई लाइक कमेन्ट सब्सक्राइब गर्नु ल बाई बाई